नेपालमा बिहान उठ्दा दुईटा कुरा देखिन्छ, एउटा सूर्य, अर्को हर्का साम्पाङको फेसबुकको पोस्ट। म हर्का साम्पाङको एनर्जी देखेर डराउँछु। म बिहान अलार्म लगाएर पनि उठ्न सक्दैन। तर उहाँ 4 बजे उठेर क्रान्ति सुरु गरिसक्नु भएको हुन्छ। म उठ्दा त उहाँको आधी दिन सकिसक्यो हुन्छ। म सुत्दा त उहाँको बिहान भएर पनि स्ट्याटस पोस्ट गरिसक्नु भएको हुन्छ। खाओ मां कसम। मलाई यो देश नेपाल जस्तो लाग्दैन। मलाई एउटा रियालिटी शो जस्तो लाग्छ। त्यसको मुख्य क्यारेक्टर कोही हो भनेपछि त्यो हो हर्का साम्पाङ। किनभने तपाईँ बिहान उठ्नुहोस्, न्युजमा, टिकटकमा, लाइभमा, फेसबुकमा कतै न कतै हर्का साम्पाङ देखिराख्नु भएको हुन्छ। यस्तो लाग्छ म मोबाइल होइन, वेयर इज हर्का साम्पाङ भन्ने गेम खेलिरहेको छु। एक दिन यसो सोचे, नेटफ्लिक्सको सिरिजमा हर्का साम्पाङ भइदिएको भए के टाइटल हुन्थ्यो होला त? सिजन 1 खानेपानी, सिजन 2 रुख रोपाई, सिजन 3 श्रमदान, सिजन 4 कमेन्ट वार। सोशल मिडिया त झनै रमाइलो। हर्का साम्पाङले एउटा पोस्ट मात्र हान्नुपर्छ, त्यो पोस्टमा त कमेन्ट सेक्सन संसद बन्छ। पहिलोले लेख्छ देशको आशा, दोस्रोले भन्छ यो त ड्रामा मात्रै हो, तेस्रोले भन्छ म पपकर्न लिएर हेर्दैछु। यो त सब ठिक छ। म सोचिरहेको छु यदि हर्का साम्पाङ रिलेसनशिपमा हुन्थ्यो भने कस्तो हुन्थ्यो होला। बड़ी अच्छी बात कही आप। गर्लफ्रेन्डले भन्थ्यो होला मलाई किन टाइम नदिएको? हर्का साम्पाङ रुख रोप्न गएको, अनि हिजो श्रमदान, अनि अस्ति खानेपानी ल्याउन। त्यसो भए तिमी देशलाई नै डेट गर। अन्त्यमा मलाई लाग्छ नेपालमा दुईवटा चिज कहिले रोकिँदैन, एउटा हो मनसुन, अर्को हो हर्का साम्पाङको एनर्जी। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। यदि त्यो एनर्जीलाई कुनै चार्जरमा जोडिदिने हो भनेपछि नेपालमा कहिले पनि लोड सेडिङ हुँदैन। मस्त जोक मारा रे, ये हंस रे हल्का हंस। लाइक, शेयर र सब्सक्राइब गरिदिनु होला, किनभने नेपालमा राजनीति सकिन सक्छ, सरकार बदलिन सक्छ। अरे कहना क्या चाहते हो? तर कमेन्ट सेक्सन र हर्का साम्पाङको एनर्जी कहिले पनि सकिँदैन। आजलाई यति नै। स्टे सेफ, स्टे हेल्दी। थ्याङ्क यू।